के तपाईले धेरै हस्तमैथुन गर्नुभएको थियो? के अहिले तपाईको लिङ्गमा कडापन हराएको छ? यदि यस्तो हो भने तपाईँ यो भिडियो अन्तिम समयसम्म हेर्नुहोला। नमस्कार, म डाक्टर बद्रीप्रसाद भट्टराई, माता मनोकामना आरोग्य क्लिनिक पुतली सडकमा कार्यरत छु। धेरैजना साथीहरूले भन्नुहुन्छ मैले पहिले धेरै हस्तमैथुन गर्थेँ, जसले गर्दा अहिले लिङ्गमा कडापन हराउँदै गइराखेको छ भनेर। कति प्रत्यक्ष भेट्न आउनुहुन्छ, कतिपयले मेसेज गर्नुहुन्छ, इमेल गर्नुहुन्छ र यो समस्या एकदमै व्यापक मात्रामा देखिएको छ। वास्तवमा के हो त? हस्तमैथुन गर्नु ठिक हो कि गलत हो? त्यो कुरा हामीले सम्झिनुपर्छ। हस्तमैथुन एउटा आवश्यक प्रक्रिया हो। हाम्रो यौन उत्तेजना शान्त पार्नको लागि हस्तमैथुन कतिपय अवस्थामा उपयोगी पनि हुन सक्छ। तर यसैलाई हामीले दुरुपयोग गर्यौँ भने त्यसले नकारात्मक प्रभाव पार्छ, जसले गर्दा यौन दुर्बलता पनि निम्त्याउन सक्छ। अब हस्तमैथुन गर्दाखेरि बेफाइदा के हुन सक्छन् त भन्दा, हस्तमैथुन यदि ज्यादा गरिन्छ भने फुर्सद भयो, एक्लै भयो र मनोरञ्जन लिनको लागि हस्तमैथुनलाई मनोरञ्जनको साधनको रूपमा हामीले प्रयोग गर्यौँ भने त्यसले यौन जीवनमा नकारात्मक प्रभाव पार्छ। धेरैजसोले आफ्नो यौन उत्तेजना नहुँदै पनि यौन उत्तेजक भिडियोहरू हेरेर, अश्लील साहित्यहरू पढेर अथवा त्यस्तै के प्रकृतिका फोटोहरू हेर्ने आदि गरेर कृत्रिम तरिकाले उत्तेजनामा आउने र हस्तमैथुन गर्ने गर्छन्। त्यसले गर्दा दीर्घकालीन रूपमा के हुँदै जान्छ भने हामीलाई हस्तमैथुनमा बानी पर्दै जान्छ र यौन सम्पर्कप्रति रुचि घट्दै जान सक्छ। यदि आफ्नो पार्टनरसँग यौन सम्पर्क गर्न चाहेमा पनि पर्याप्त कडापन नआउने, ढिलो मात्रै कडापन सुरु हुने अथवा वीर्यस्खलन नहुँदै लिङ्ग शिथिल हुँदै जाने जस्ता लक्षणहरू पनि देखिने गर्छन्। र हस्तमैथुनको विषयमा केही भ्रमहरू पनि छन्। कतिपयलाई लाग्छ कि हस्तमैथुन गर्दाखेरि लिङ्ग बाङ्गो हुन्छ भनेर, कतिपयले भन्ने गर्छन् हस्तमैथुन गर्दै गर्दा दुब्लो भइन्छ, आँखा कमजोर हुन्छ, पछि नपुंसक भइन्छ भन्ने जस्ता धारणाहरू पनि राख्ने गरेको पाइन्छ। वास्तवमा यदि हामीले आवश्यकता अनुसार मात्र हस्तमैथुन गर्छौँ भने यस्ता नकारात्मक असरहरू हुँदैनन्। र हस्तमैथुनबाट केही हामीले सकारात्मक प्रभावहरू पनि पार्न सक्छौँ भन्नाले हस्तमैथुनबाट हामीलाई केही फाइदा पनि हुनसक्छ। तीव्र यौन उत्तेजना भएको छ भने र पार्टनर नभएको अवस्थामा अविवाहितहरूको हकमा तीव्र यौन उत्तेजना शान्त पार्नु आवश्यक भइदिन्छ। किन भन्दा यौन उत्तेजना शान्त नपार्दाखेरि कतिपयमा चिडचिडापन उत्पन्न हुन्छ, अनि निन्द्रा नलाग्ने हुनसक्छ, आफ्नो काममा ध्यान नजाने हुनसक्छ। त्यस्तै विपरीत लिङ्गीको मात्रै सम्झना बढी भइराख्ने र विपरीत लिङ्गीप्रति कहिलेकाहीँ दुर्व्यवहारहरू हुन सक्ने सम्भावना पनि बढ्न जान्छ। यी सबै अवस्थाहरूबाट जोगाउने भनेको हस्तमैथुनले हो। त्यस्तै परस्त्री गमनबाट हुन सक्ने सामाजिक समस्याहरू, यौन रोग सर्ने सम्भावनाहरू जस्ताबाट जोगिनको लागि पनि हस्तमैथुन सहायक हुन सक्छ। त्यसकारणले हस्तमैथुनलाई पूर्ण रूपमा गलत भन्न सकिँदैन। आवश्यकता अनुसार प्रयोग गरिन्छ भने हस्तमैथुनले कुनै पनि हानि गर्दैन र ज्यादा गरिन्छ भने यसले चाहिँ यौन सम्पर्कमा नकारात्मक प्रभाव पार्छ, हाम्रो यौन जीवनमा नकारात्मक प्रभाव पार्छ। अब हस्तमैथुन कति गर्ने त भन्ने विषयमा पनि धेरैको जिज्ञासा हुने गर्छ। हाम्रो शरीरमा जब उत्तेजना हुन्छ भन्नाले मनमा यौन चाहना तीव्र हुन्छ र लिङ्गमा कडापन आइराख्ने गर्छ, त्यस्तो अवस्थामा यदि पार्टनर उपलब्ध नभएको अवस्थामा चाहिँ हस्तमैथुन गर्दा फरक पर्दैन। तर हस्तमैथुन गर्दाखेरि चाहिँ फोन, भिडियो जस्ता कुनै यौन उत्तेजक सामग्रीहरूको चाहिँ प्रयोग गर्नु भएन। र व्यक्तिमा
यसको मात्रा या भनौँ यसको फ्रिक्वेन्सी फरक हुनसक्छ। कोही व्यक्तिमा तीव्र यौन उत्तेजना दैनिक रूपमा आउन सक्छ भने दैनिक हस्तमैथुन गर्दा पनि हानि भएन। तर कसैको केही दिन पछाडि मात्रै यौन उत्तेजना हुनसक्छ। त्यस्तो अवस्थामा केही दिनकै ग्यापमा गर्ने। समग्रमा भन्नुपर्दा शरीरले कस्तो डिमान्ड गर्छ त्यो अनुसारले हस्तमैथुन गर्ने। तीव्र यौन उत्तेजनालाई दबाएर पनि राख्नु भएन र अस्वाभाविक रूपमा चाहिँ उत्तेजनामा आएर हस्तमैथुन गर्नु पनि भएन। यसो गर्दाखेरि चाहिँ हामीले सन्तुलित तरिकाले हस्तमैथुनको प्रोसेसलाई लैजान सक्छौँ। तपाईँलाई पनि यौन तथा प्रजनन स्वास्थ्यसँग सम्बन्धित कुनै पनि समस्या या मनमा जिज्ञासा छ भने हामीलाई यौनका कुरा @gmail.com मा लेखेर पठाउनुहोला। हामी तपाईँहरूको समस्या क्रमैसँग लिँदै जानेछौँ। समाधानको लागि आवश्यक सल्लाह सुझाव दिने नै छौँ। यदि तपाईँलाई यो भिडियो मन परेको छ भने हाम्रो च्यानललाई लाइक, सब्सक्राइब गर्न नभुल्नुहोला।